कस्तो फिल भयो हजुरलाई? भाइले जित्नु भनेको मैले जित्नु बराबर हो। म बोल्न सकिनँ किनकि मेरो पाली आएन। म भएर बसेँ है, गुड बाई भएर बसेँ अनि प्रेस मिट पनि सकिहाल्यो। हेर न अबङ्ग जस्तो देखियो। ए भयो को बधाई छ है। राम राम भैया शीतलपुर भयो सक्नु जानु चिया बगान रातिमा कस्तो राम्रो देखेको मदन दाइलाई। म त केही बोल्न पाएन। त्यो रजिस्ट्रेसन फी त मैले भनिहालेँ 200 रुपियाँ मात्रै म पोस्टर पनि राखिदिन्छु। हजुर कहाँ हुनु त्यो यत्रो वर्षसम्म? इन्डिङमा एउटै बाटो हिँड्यो भने कसरी हुन्छ? दुइटाले दुइटा बाटो अप्नाएपछि अनि हामी जाने कहाँ? हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु मेरो ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला? फेरि पनि आइसकेको छु गाइस न्यू ब्लग लिएर। यदि नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला। र आज म यति छिटो किन बोलेको छु भने हामीलाई प्रेस मिट जानु छ, ढिलो भइसकेको छ र केटाहरू आइसकेको छन् होइन। अनि मम्मी पनि देखा गर्दै हुनुहुन्छ। अनि यता फेरि हाम्रो हेरी दोस्त ल गाइस होइन प्रेस मिट छ के को भनेर म हजुरहरूलाई पहिला सुरुमा यहाँ देखाउँछु अनि फेरि उहाँ गएर देखाउँछु है त। ल बाई गाइस। ल गाइस हेलो, हामी चाहिँ चिया बगान आइसकेको छौँ। म त कसैलाई देख्दैन के हो? ए माथि हुन्छ होला। आछु खतरा घाम लाग्यो। काठमाडौँको घाम र बुटोलको घाममा धेरै फरक छ गाइस। अनि यो जामलाई त उठाउनै पर्यो, गाह्रो छ। कहाँ हुन्छ गाडी? ए ल भित्र एकचोटि अब युनि एजुकेसन भिजा सर्भिसमा जाँदैछु म हाम्रो सागर राईसँग है त। ल गाइस हाम्रो चाहिँ टिमहरू आइसक्नु भएको छ, यहाँ काम हुँदैछ भनौँ। यस्तो गरेर हाम्रो चाहिँ ए राम्रो गरेर आयो भएन मिलाउनु त त्यहाँ देख्न सक्नुहुन्छ। प्राइस 55,555, 33,333, 11,111। राउन्डहरूको बारेमा म अहिले एकछिनमा भन्छु होइन। अनि ड्रेसहरू पनि आइसक्नु छ। किलहरू के गर्नुपर्छ गरिहाल। वो ल डब्लुडीको फर्स्ट रनर अप सेकेन्ड प्लेस ये ल कस्तो फिल भयो हजुरलाई? भाइले जित्नु भनेको मैले जित्नु बराबर हो। मैले त्यही भएर हजुरलाई नै भनेको क्या। सुन्नु न, यसको हाइट त्यत्रो छ जत्रो हाइट दाइको पनि छैन। दाइभन्दा अग्लो छ यार। बिल्ला हान्न खोजेको तर बिल्ला भएन क्या लास्टमा। हो क्या यो त सिल्भर हुनुपर्ने हो नि त रियलमा क्या। के यो डुप्लिकेट हो होला तर यो त यहाँ नि डब्लु लेखेको सुनको थियो क्या फर्स्टको। 24 क्यारेट। एउटा कुरा चाहिँ के भन्दाखेरि भाइ तिमीलाई जिन्दगीमा पार्टिसिपेसनमा चाहिँ तिमीलाई फर्स्ट हुन देखेको छैन होइन, तर जिन्दगीमा चाहिँ तिमी प्रथम हुन्छौ यो कुरा चाहिँ मान फेरि। तर यस्तो पनि रहेछ कि दाइ मैले बुझेको धेरै 3 चोटि लगातार फर्स्ट भयो भने नि भगवान फेरि 3 चोटि नि सेकेन्ड गराइदिँदो रहेछ। त्यस्तो भयो क्या नाइ फर्स्ट भयो कि धेरैचोटि। अब सेकेन्डको टर्न आयो 3 चोटि भयो, अब थर्डको टर्न आउँछ जस्तो लाग्छ। त्यसपछि जान्छ छोड भन्छ होला। ल गाइस है सबैजना आइसक्नु भएको छ हाम्रो बाबु। अझै अर्को पङ्खा पनि छ दाइ बस्नु है। ल गाइस है जान्छ। फाइनल्ली गाइस हाम्रो प्रेस मिट पनि सक्यो अनि अलिलाई वेलकम छ हाम्रो मदन दाइलाई। म त केही बोल्न पाएन। दाइ म त बोल्दा त साइको भइरहेको थिएँ कस्तो डुटु हुने रहेछ हो। त्यो स्टेजमा गएर त्यस्तो लाग्दैन, यहाँ कस्तो लाग्यो क्या हजुर। अब सबै कर्ता धर्ता किनकि यस्तो छ हामीलाई भन्दा बढी अझै डान्स फिल्ममा हामीलाई नलेज छ भने अझै बाहिर नलेज त झन् हजुरलाई छ नि त। त्यही भएर हजुर हाम्रो एउटा हाम्रो उस हो क्या गाइड सबभन्दा गार्जियन बाबा आमा हो क्या म ओ च्याङ के छ यस्तो ट्रफीको ठाके यस्तो राखेर हेर्नु चाहिँ ए चिक्ने जुत्ताको ट्रफी उठाउने हो कि प्रेस मिट थियो अनि सबजनाले यसो क्वेसनहरू सोध्नुभएको थियो होइन। अनि म चाहिँ एकदम हरिफ बोल्छु भनेको तर म बोल्न सकिनँ किनकि मेरो पाली आएन। म एकदम भएर बसेँ है, गुड बाई भएर बसेँ अनि प्रेस मिट पनि सकिहाल्यो। गुड बाई ल गाइस देख्छु। पत्रकारहरूले नगरेको कुरा फ्रीमा एजुकेसन एन्ड भिजा सबै हासात मिलाए जस्तो गर्नु नि एउटा। हो थ्याङ्क सो मच दाइ। बधाई छ है। बधाई छ।
ल गाइस अब हामी चाहिँ च्यातेको ट्रफीको साथमा तल छोप्नु अलिक मिल्दैन क्या मैले निकाले के हुन्न छोड्नु त मैले आफैले आफैले निकाले के हुन्न होइन आफैले भन्दा पनि बिचरा अड्डा यिनीहरू हेर न पिके जस्तो देख्यो कसम र सिलोटा बोकेर हिँड्छ देख्यो सिलौटा बोक्ने जस्तो देख्यो अरे मलाई ए म त यिनलाई भनेर मारि कसै मतलब मेरो बारेमा भन्दा पनि उसलाई भन्छ तर सिलौटा जस्तो देख्यो होला नै यस्तै बोक्छ नि त थाहा किन यस्तै बोक्छ सिलोटा हो अलि माथि राखेर हो क्या अनि तिमीलाई कस्तो लाग्यो मेरो भ्लगमा आउँदा धेरै पछि पछि आउँदा अलि झ्याउला ए भगवान पानी पार्थ्यो यो बाहन ल्याएको तिम्रो त्यो उसको बानी झाऱ्यो एउटा बाल होइन अनि ए छिटो कसम अवतारी नै होइन नि भगवान्ले यिनलाई झुक्केर जन्माएकै हो क्या बनाइदिएकै हो क्या विशाल दाइले नि बुझिसक्यो होइन उसको बानी आउँदैन काठमाडौँमा शुद्ध मान्छेले बुझिसक्यो जब उदय स्टार्ट भयो नि बाइक भगवान्ले हो फुर्सदमा बनाएको त्यहाँ बसेर पुरा के अरे भन्छ त्यसलाई जोत्दैछन् कि खेत जोते जस्तै ठिक छ गाइस आजको प्रेस मिट पनि बवाल भयो होइन तर मैले सोचेको थिएँ प्रेस मिट भनेको 1 घन्टा हुन्छ सोचेको थिएँ आधी घन्टा तर 15 मिनटको यो त भेटघाट चिहाना जस्तो लाग्यो मलाई त मैले 2-3 शब्द राखेँ गौरव दाले 4-5 शब्द राख्नु भ्याइयो थियो प्रेस मिट मदनले पाली गरेर बसेर तिमीले पनि कुर्ने भनेको होइन भन्छु भनेको मदनले यति थियो भन्नु अरे ठिक छ के भएन अब यस्तो मिडियामा आउँछ खत्रै प्रेस मिट भयो भनौँ न जताततै पोस्ट हुन्छ ए मेरो हात पाटिसक्यो बे छिटाउ न लगाइज अब खाना नि खानु छ 12 बजिसकेको छ पोस्ट पनि 2-3 वटा पोस्ट गरेँ झुक्केर हाम्रो मिस्टेक भएको थियो होइन 200 रजिस्ट्रेसन फी हो हाम्रो हामीले चाहिँ धेरै नलिगम भनेर चाहिँ डान्सरहरूबाट 500 रुपियाँ राख्दै थियो झुक्केर त्यहाँ मिस्टेक भएको थियो यस्तो गाह्रो हुन्छ हजुर यस्तै फिल भयो दाइ ल निस्क्यौँ है त दाइ ल बाबा गाइस ल हामी पनि अब खाना खान जान्छौँ है त ल गाइस हाम्रो ग्याङहरू भेटिसकेको छ यहाँ देख्न सक्नुहुन्छ के मान्छे ओ भाइले त बाल फेरि बढाएको कलर भाइलाई नमस्ते ल हात खाऊ आजकल लङ टाइम भन्ने कि आज के छ भाइ हात खाइदिउँ ओ एनसी हातेर न बडी फुलाउनु यस्तो ए ल ठिक छ गाइस हामी चाहिँ यहाँ किन आएको छौँ भने हजुरलाई किन भन्ने लागेको छ हामी चाहिँ रुमाल दिएर चिन्न सक्नुहुन्छ यिनी खास कहाँ हिँडेको झाडा न हो तिम्रो देखेर फेरि लुट्टा हिँडेको क्या होइन गाइस हामी चाहिँ बाटो छ कि नै भाइ यो फर्स्ट वाला सिधा हो यहीँ हो कि त्यो नजिक पर्छ राम्रो मुनि खोला मुनि गाइस सुन्नु भयो नि मैले भन्नै परेन सिधा गएको यहीँमा तलको सिधा जानु लाग्यो हिँड्दै आधी घन्टा मैले भन्थेँ नि आधी घन्टा पर्दैन आधी घन्टा त पहिले थाहा भएको म यस्तो प्यान्ट लगाएर आउँथेन नि यार ल त्यसो भए गाइस हामी त्यही रिभोल्युसन अफ डान्सको कामहरू भ्याएर हामी यता आएको छौँ फ्रेस त हुनु पऱ्यो हल्का माइन्ड पनि होइन अनि त्यहाँ यस्तो दामी छ म देखाउँछु हुँदा र अनि केही कुराहरू रिभोल्युसन अफ डान्सको बारेमा चाहिँ त्यही हो जोडिहाल्छु म अहिले उहाँ जानु भन्दाखेरि हाम्रो राउन्ड चाहिँ खास 5 वटा हुन्छ 6 वटा अडिसन मेगा अनि वर्कसपमा नलेज र अनि त्यसको कोरियोग्राफी दिन्छौँ त्यही कोरियोग्राफीलाई चाहिँ हामीले 4th राउन्डमा चाहिँ क्वालिफाई गर्छौँ होइन त्यही राउन्डको थ्रुबाट जज गरिन्छ डान्सबाट त्यसपछि सेमी फिनाले च्यालेन्ज हुन्छ त्यहाँ चाहिँ अब त्यो छिटो रिभ्यू गर्छौँ अनि त्यसपछि ग्रान्ड फिनाले त्यही हो हाम्रो राउन्ड चाहिँ अनि बबाल मजा आउँछ गाइज अनि रजिस्ट्रेसन फी त मैले भनिहालेँ 200 रुपियाँ मात्रै म पोस्टर पनि राखिदिन्छु हेर्न सक्नुहुन्छ हजुरहरूले होइन पछाडि राख्छु बिचमा राख्छु जता पोस्टर त हरिक राखिदिन्छु होइन र त्यही खुसियालीमा अब हामी चल्दिएको तिर्पल रोड मैले तिमीलाई फोन हालेँ स्विच अफ यार मेरोमा पनि किरणकोमा पनि ल हामी चाहिँ एप्टी भयो त गाइज हामी यहाँ चटपटी लिन झरेको होइन सरी हिंदी में बात करूँगा मैं क्योंकि मेरा दोस्त लोग मिल गए आप लोग कहाँ से हो यूपी से अरे दोस्त का दोस्त मिल गया इंडिया से आया मेरा दोस्त को सलाम करो साथी मिलो नौपंगा से देख के आया ल ओए बोलो नहीं बात करो नहीं ठीक है 2-3 महीने के बाद
मेरा दोस्त दोस्त को मिल रहा है और इतना हैप्पी है कि देखो फेस पे दिख रहा है ना पाए नहीं। अरे तो मेरा इंटेलिजेंट तो बहुत अच्छा है मेरा दोस्त। हाँ इतना थप्ता हो जाएगा यार एंडिंग में। हाँ 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 इंडियन हाँ गाड़ी आया पकड़ ले यार चल के मुझे हाँ पूछो रुको लेट जाओ नहीं रुकेगा लेट जाओ। पोखरा पाल्पा नधाते हो पोखराको गाडी होइन कि त्यो पाल्पाको हुँदैको खोइ नजानु होला त पोखरा गाडीमा। पाल्पा नजाँदै फेरि गाडी गाह्रो छ तिम्रो पोखरा की गाड़ी में जाना। ठीक है गाइस हाँ उधर से जाओ तो सीट मिलेगा अच्छी तरह। नेपाली में गाली है नहीं मेरा फैन लोग डिस्टर्ब हो जाएंगे मतलब गुस्सा हो जाएंगे गाली नहीं करने का ठीक है। ओके गाइस अब हामी निस्किन्छौँ है त सामान लिएर। ल गाइस हामी चाहिँ तल्लोसित आइसकेको छौँ देख्न सक्नुहुन्छ कस्तो दामी छ होइन हेर्दा पनि फेरि बाल त के फेरि के पप नै हो कि फेरि मिठोवाला। अनि यो बाटो नै हो खास जाने गाइस होइन हामी जाने हाम्रो गन्तव्य यही बाटो हो होइन। अनि मैले चाहिँ हजुरलाई किन देखाएको छु भने यहाँबाट चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ यहाँबाट यसरी चाहिँ जान नि मिल्छ है त। ल कन्टिन्यू चाहिँ देखाउन पाउनु होला बिचमा झलक देखाउँछु झलक दिक्ला आज होला है। ल गाइस के हो यो म त बाटो होला भनेको थिएँ यहाँ अन्त थत यो त रोडी जस्तो भयो है। मलाई फेरि हाइटबाट लास आइगयो हो कि म त हाइपोफोबिया यस्तो गराउँछ मलाई फेरि कस्तो खुसी लाग्छ क्या मलाई कस्तो खुसी लाग्ने कि मलाई ठ्याक्क चिन्दाखेरि क्या हुन्छ नि यस्तो हुन्छ अब के भनौँ यहाँ काम गरिराख्नु भएको एकजना दाइले देख्नु भयो रहेछ टिभीमा हो कि होइन हो कि नै भन्नुभयो तर बोल्नु भयो खुसी लाग्यो। अनि हजुर त टिभी रियालिटीसँग गर्नुभएको थियो होइन टिभीमा कता कता देखेको थिएँ मैले युट्युबहरूमा भन्नुभयो अनि त्यही हो अब रियालिटी सोको कुरा त के गर्ने हो मेहनत हो मैले मेहनत देखाएको जति सक्दो मेहनत सबैले बुझिदिइराख्नु भएको छ होइन। अहिले स्टिल माथि चढ्न नि मेहनत गरिरहेको छु। अब हाम्रो गन्तव्य सुरु कता हो ए च्याङ यति हो म माथि जाँला है ल खोलेको होला आमा ढुङ्गा यार यो त ढुङ्गे युगमा आए जस्तो भयो त ए ला सेट पावर ब्याङ्क छोडिदियो अब जाने बेला चार्ज गर्ने अब यस्तै हो क्या पावर भन्ने चिज लिएर हिँड्नुपर्छ कि त्यही भएर जस्तै मसँग छ होइन जाङ हरिफ गाह्रो हुन्छ है त्यता कताबाट भाइ सजिलो छ ल यस्तो हो क्या गाइज मलाई त्यही भएर रिस उठ्छ क्या एउटै बाटो हिँड्यो भने कसरी हुन्छ दुइटाले दुइटा बाटो अप्नाएपछि अनि हामी जाने कहाँ एउटा भाइ एउटा साथी होइन आज म साथी भाइतिर जान्छु ल गाइज यो भाइ कति छिटो माथि पुगेको हेर्नु नि त्यहाँ उनीहरू बल्ल पुग्दैछन् हामी तलै छौँ होइन। यो भाइ कस्तो देखियो भने यहीँको बासिन्दा जस्तो क्या पुरा हुन्छ नि कपडा सपडा खोलेर राम्रोसँग ध्यान दिएर किरण भाइ यता हेर न के अरे ए गाउँको उसो के भाइ यहीँको लोकल होइन भाइ ए ल तिम्रो घर आयो ल चाली बजाऊ ल ल ल ल खुसी भन भाइ ल जाँदै गर उसलाई मैले जान दिएको अगाडि लास्ट नभऊ भनेर केटाहरू पुरा होइन ट्रेकिङ हिँड्ने जस्तै गरेर पुरा हिँड गाइस फाइनल्ली हामी आइसकेको छौँ बहुत माथि तल पानी सब सुकेको रहेछ पप्पा की घर से थोड़ा नीचे अरे नेक्स्ट लेभल हरि मिठो यहाँ पुगेर बल्ल होइन अनि फ्यान्सीले हेर्नु नि त्यहाँ कति छिटो बक्सर पनि लाएर बसिसक्यो होइन नाइस वान ल
हरि कस्तो फिल भयो के हो पानी कम छ नि त दोस्त ल ल ल ल लास्ट माथि रहेछ तर लगभग 30 मिनट त लाग्यो होला नि हामीलाई यही छ पानी चाहिँ केही हुन्न हामी नुहाउन त्यही हो म अलिकति डुब्छु होला ठिक छ ट्राई गरौँ न होइन ल तर कस्तो मजा आएको होइन सही नआइदिएको मस्तरी आफ्नै गाउँमा जस्तो फिल भयो होइन म भाइ गाउँ आएको कुन किरण भाइको किरण भाइ यता जो पनि हो के त कोकलाई हेर्नु न त्यहाँ पुरा तर हरि खाँचीको गोरो रहेछ नि यार। यस्तो कहाँ देख्नुभएको छ कोक हुने पानी अनि हामी कोकको लागि त आएको हुन थोरै आएको तर ठाउँ चाहिँ बबाल लाग्यो मलाई पानी चाहिँ अलि नआएको रहेछ होइन लकै खिचिरहेछ प्लानेटमा जस्तै यो अर्थ प्लानेट हेलो गाइस एउटा प्लानेटमा हैन डायमन्ड झर्छ गातातिर यहाँ पानी हेलो गाइस डायमन्ड झर्छ रियल प्लानेट हो हाँ हेलो गाइस अब मैं ध्यान में बैठ रहा हूँ आप लोग देख सकते हैं तू यस मान है ओके आप लोग देख सकते हैं कैसे पानी में पैर ऊपर रख के तैर रहा हूँ गाइस ये रोको 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 मजा आएन ये हकीकत नहीं है असली में जादू करते सी कुरा है कुरा आज के लिए मैं सबक करना चाहता हूँ हकीकत नहीं है अरे ये असली वाला है एंजॉय करता हूँ ब्लॉग बाय बाय गुड नाइट गुड नाइट त्यहाँ हेर्नु न मजा आयो यार गाइस ओ फोटो नगराउ फोटो माथि छिरो ल्याएर न कस्तो मजाले गएको मे तिनी यार उठ वैदै ये रड डुबाइदिएको ओ धेरै नहलाउ न नहल्ला भनेको त के भन्ला नि फेरि पानी भनेको त नाकबाट पानी घुसेको तो आ जाइए दोस्तों मैं आपको पूरी पैसिफिक ओशियन में सैर कराता हूँ ओह माय गॉड दिस इज लग्जरी गाइस लाग्छ Oh my god. That's a life, guys. Wait. So life. मुद्देऊ न That not all rich people can afford. ओए लग्जरी लाइफ भनेको त तर अरे सर नीचे ठंडा और ऊपर से गरम. पानी नभएर मजा आएन. नटेको के? तब चिसो धरी भन. मजा आयो हटासँग हटा ओइ राम हरि चिसो रहेछ यार ये अनाड़ी है ये एकदम अनाड़ी खिलाड़ी है देखिए ये भित्ता में ठोकिए भित्ता है ढुङ्गामा तपाईँले एकदम राम्रो पौडी खेल्नु भएको छ त्यो अनुसारमा तपाईँले कोक पाउनु भयो ऊ सानोवाला रहेछ मान्छे आइज जत्रो कस्तो फिल भयो कोक पाउँदा चिसो भयो यार कोक पाएर ये अलग ही बंदा है तो ये देखिए हम पहाड़ के बीच पहाड़ के बीच हम लोग समुद्र में आ चुके हैं हम लोग 2 4 6 भाई लोग और हम बहुत मस्ती करेंगे और ऐसे ही देखते रहना अंतिम तक बीच में साथ छोड़ के मत जाना इसलिए हम request to everyone don't live in the middle of the video so watch till the end hi if you don't mind your language is very dirty की रहा तिम्रो बिचमा मै बोलिरहे देखिए guys सो गाइस सो गाइस ल्याउ हो किरा हैन ल्याउ यहाँ राको रहेछ हैन ल्याउ यहाँ राको रहेछ देख्न सक्नुहुन्छ हजुरहरुले कस्तो छ हैन ल गौतम बुद्ध ओ के हो गौतम बुद्ध ओए ओए सङ्गम यहाँ हेर त च्याङ बुद्ध यता देखाउ न प्रभु ओए शक्ति देऊ न यो डाँडबाट प्रभु शक्ति देऊ के त्यहाँबाट पास भयो दाउराबाट कनेक्ट छ के दाउरा सक्नु नि हजुर कहाँ हुनुहुन्थ्यो यत्रो वर्षसम्म म यही ढुङ्गामा सुन्नु न यता मैले हजुरको लागि
हजारौँ वर्ष तपस्या गरे तर हजुरसँग कहिले भेट भएन प्रभु। आज यो जङ्गलको कुनामा हजुर के का लागि यो वन जङ्गल, यो खोला नाला, यो ढुङ्गा पहाड, साथै यो केबल कार सबैको रक्षा गर्ने कोही पनि छैन। त्यसैले म यहाँ आएर बस्नुपर्नेको ठुलो उद्देश्य छ जुन तपाईँहरूलाई मैले भन्न सक्दिनँ। किन भन्न नसक्ने प्रभु? मलाई त्यहाँ सुन्नु होला, म यताबाट भन्छु। हस् प्रभु। मैले उसले त्यत्रो पार्छ भनेन रक्षा गर्न आवश्यक, तर तिमीलाई भन्नु मिल्दैन अरे। त्यहाँले तर मैले है भनेको मैले बुझेन, तिमीले बुझेन। हस् अरे बुझेँ अरे मैले त्यहाँ खै किरण भाइ तिमी त गाउँ सोचेर गयो नि क्या माथि नै। किरण भाइ माथि केबल कार देख्न सक्नुहुन्छ। यो चाहिँ हामीले भर्खर देख्दैछौँ, हुन त्यहाँ पहिले थियो। ल गाइस हाम्रो चाहिँ चटर पटर यहाँ देख्न सक्नुहुन्छ। एखान चटपटे अनि यदि हुन्न छटपटे हो भाइ हेलो ह्याङ्गल अवस्था छ। This is Sajan. This is Sangam. Yes. Yo bro. Yes, I got it, bro. If you don't mind, I have little bite. अब स्पिडमा Nice, very nice taste. भाइ दिनु न भाइ कटायो ओ यो माला लाउनु पर्ने को मैले रहने माला क्या यहाँ किरण लाग्यो हेर न कहाँ हेऱ्यो ओ यो माला लाउनु पर्ने को अघि ल अब यो स्पिड फाइनली गाइज हामी चाहिँ तल झर्दैछौँ। यहाँ देख्न सक्नुहुन्छ यतिको यिनी पनि यतिको बासिन्दा जस्तो गरे नि। अब यहाँ देख्न सक्नुहुन्छ म जम हानेको यो यस्तो भिड थियो। यो बाटो यो कसले बाटो भन्छ? यो बाटै होइन क्या यो। कस्तो दाल देखेको दोस्त चरा उड्याउ ओए किन्छ यहाँ अरे फेरि गर्नु हेर्नु लाएर अझै चरास थियो क्या ओके गर यहाँ अरे ओसँग अरे मेरो दोस्त जा कहाँ जाने रे यहाँ सिक्किम सिधै चाक बल पर्छ। जाम हामी जेस रमाइलो गरियो सबै खाइयो। कहाँबाट जाने हो बाटो छैन पुरा देखाइदेऊ न। टिच योर ब्रदर टिचर ब्रदर हेर नि टिचर ब्रदर टिचर ब्रदर सर्ट चाहिँ टिच भयो। हामी अवतार आएको थियौँ राज म यताबाट आउँछु त होइन गाह्रो त गाह्रो तर धेरै चुरी नदिउँ क्या। चुप्प लाएर बाटो जाऊँ बरु यहाँबाट उहाँ जम चाहिँ हान्छु बरु। त्यस्तो त सानो हो क्या रोडी चाहिँ हो कि म त जान्दिनँ। ल उल्टा हान्थ्यो जम्का हान्न लाउनु हुँदैन छिटो गर ल दिखाउन कति डिस्टेन्स छ भनेर। अनि डिस्टेन्स लगे ल देखाऊ अझ यस्तो ठुलो देखाइन्छ। ओहो कति ठुलो आमा कति फिट छ नाच्दिम सुतेर देखाइदिउँ सुतेर नाच्दिम छोड त हटा 6 कसरी भनेको 6 यिनी पनि किङकङ नै हो क्या किङकङ त्यही प्रजाति। ल गाइस हामी यहाँबाट च्यातिने छौँ आज जोस धेरै पछि यसो गर न डुक 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 गर न यस्तो अरे डुक 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 तर दामी आउँछ। एउटा फोटो हान्न यार हेर सेभ गर्दिन्छ ल त्यहाँ गयो पहिला अनि एउटा फोटो हान्नु म उतार्न सिक्दै छिटो गर। न्युजिल्यान्डसँग चिम्पान्जी गरेर सुन्यो ल रोके ल को यो के आवाज हो
अरे एउटा फोटो हान त ल गाइज हामी चाहिँ गाइजहरूलाई बिदाई गरेर चिया बगान फेरि पनि आइसकेको छ अनि यहाँ देख्न सक्नुहुन्छ हाम्रो चिया बगान रातिमा कस्तो राम्रो देखेको माथि पुरै लाइटहरू पनि भएको छ होइन कस्तो राम्रो देखेको यार यत्तिकै झिलिमिली भएपछि के चाहियो अरे हन्सी के छ अनि 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 अरे अनि अनि ए हाम्रो गौरव दाइ यहाँ पो रहेछन् हेलो एन्ड वेलकम ब्याक टु माई भिडियो एभ्रिवान अनि यसैसँग साजन भाइ छन् मेरो साथमा अनि हामी चिया बगानमा छौँ र यसैसँग कलियुगको राधा हामीसँग छिन् ए हो र मैले देखाउन पाइनँ सरी ल किन भन्नु न कालो आँखा क्या कालो आँख छ ल ल ल कहाँ दाइ माथि गइदियो नि त खोला ए के हो रोजको हेर्छौँ उफ फेरि यस्तो सक्दैन नि फेरि ए सरी डान्स खेले यस्तो भयो नि त हो के छ तिमीलाई ए यस्तो 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 वाला राम राम भैया शीतलपुर भयो आगे ल ठिक छ आगे हामी पनि चिया बगानमा आइसकेको छौँ होइन अनि हाम्रो हेन्सी दाइ अलवेज हेन्सीकै फेरि होइन कत्रै हो क्या ठिक छ अब हामी यहीँ नै इन गर्ने बेला भइसकेको छ कस्तो मिठी स्मेल दिएको यार यिनीहरू फेरि देखाइदियो त ए के गरेको पुरा आउँला हेरिदिरहेको यार फेरि सबजना खतरा खतरा हामी क्या त्यस्तो गाइज हामी फेरि पनि नेक्स्ट भ्लगमा भेटिन्छौँ माया गर्नु होला आजको प्रेस मिट अनि त्यसपछि खोलामा गएर जुन खोलै थिएन होइन खोलामा ननुको सिद्ध भएको माथिपट्टि केटाहरूले के भने दामी छ हाम्रो भिडियोमा पनि राम्रो देखेको थियौँ क्या दामी छ है ठाउँ चाहिँ लास्ट हामी तर गएको म पनि नडुबेको क्या त यार यति थियो पानी नै उहाँ पानी सुक्यो पानी सुक्यो गाइज होइन रिभोल्युसन रिभोल्युसन अफ डान्स असार 6 गते गाइज है तर यति कुरा बुझ्नु मेरो भ्लग काठमाडौँदेखि आएको ए गेम जोनको अनि काठमाडौँदेखि आएको भ्लग अनि बल्ल आउँछ तर 6 गतिभित्र अगाडि नै म अपलोड गर्छु त्यही खुसियालीमा हामी नेक्स्ट भ्लगमा भेटेछौँ गाइज माया गर्नु होला सपोर्ट गर्नु होला है त सलामी सुपोर्ट गुड नाइट